नमस्कार, आज हो मेरो बलको डे 118 र आज म ट्रेन गर्नेछु ब्याक बाइसेप। आज अनलाइनबाट सामान पनि आएको छ फर कन्टेन्ट क्रिएसनको लागि। के ल्याए भनेर भरे देखाउने छु। बिहान 7 बजे सधैँ 10 मिनेटको मेडिटेसनबाट सुरु भयो। 9 बजे हाइड्रेसनको लागि फ्ल्याक्सियम सीड्स पाउडरसँग गार्लिक जिन्जर र तातो पानी पिए। एकजना ब्रोले प्री वर्कआउट मिलमा रोटी नलिनु भन्नुभएको छ, डाइजेसन स्लो हुन्छ भनेर। म प्री वर्कआउट खाएको 2 घण्टापछि वर्कआउट गर्ने गरेको छु, सो डाइजेसनमा कुनै समस्या देखा पर्दैन। 10 बजे प्री वर्कआउट मिल बनाएर कम्प्लिट गरे। आजको वर्कआउट प्लानहरु यस्तो हुनेछ। 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। ब्याकको लागि बेन्ट ओभर रोको 4 सेट, पुल अप्स र डम्बल रोको 3 सेट, अप्पर ब्याकको लागि रिभर्स फ्लाइ र स्ट्रकको 2 सेट, बाइसेपमा डम्बल कर्लको 3 सेट, इनमा ह्यामर कर्लको 2 सेट लगाएर आजको वर्कआउट सके। आफ्टर 10 मिनेट 1 स्कुप क्रिएटिन लिएर सामान पिकअप गर्न गए। घर आएर अनबक्सिङ गरे। वायरलेस माइक मगाएको थिए। आफ्टर 10 मिनेट पोस्ट वर्कआउट मिल कम्प्लिट गरे। 1 घण्टापछि ट्युसन क्लास लिएर 5 बजे वकमा गए। 7 बजे डिनर कम्प्लिट गरे र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यू अल र भोलि भेटौँला।